हेलो गाइसहरू, आज चाहिँ हाम्रो घरमा लोकल कुखुरा पाक्नेवाला छ। हेर्न सक्नुहुनेछ है, चारोहरू चाहिँ बनाइरहेको छु। अनि काटकुट बनाइसकेर पनि होइन, मासु एकदम पिस पिस बनाइसकेँ मैले। त्यस पछाडि लागेँ म बारीतिर धनियाँ सोप टिप्नलाई। अनि धनियाँ पनि अब एकदम इन्डिङ हुन लाग्छ है, सक्नु आँटिरहेछ पुरै फुलेर होइन। पातहरू मात्रै टिप्नुपर्छ किनभने अब फुलिसकेपछि होइन, किन अब त्यो फुलहरू पनि पुरा आएन। त्यस पछाडि पातहरू टिप्दैछु म चाहिँ। अर्को टमाटर टिपेको होइन त गाइसहरू, अब टिपिसकेपछि लाग्यो टमेटो टिप्नुतिर। टमाटर चाहिँ हल्का अब इन्डिङ अवस्थामा है, यो चाहिँ अब सकिन लाग्छ। त्यस पछाडि मेरो सागबारी चाहिँ छ, सागबारी भन्दै गइरहेको छु होइन, सागबारी भन्नु पर्ला छ होइन गाइसहरू। टमाटर टिपेँ होइन गाइसहरू। सो टिपिसकेर म चाहिँ देखाउँदैछु। अनि फुल चाहिँ मेरो टिप्ने बानी छ, अनि कानमा सिरुनी बानी छ है गाइसहरू। अनि हेर्नु सक्नुहुनेछ हाम्रो चाहिँ यहाँ मदन भनेर रातमा अब यस्तो भइसकेको छ दामी। अनि म चाहिँ लागेँ काटकुट पार्न, प्याज काट्दैछु। त्यसपछि अब प्याज पनि त काट्नै पऱ्यो होइन, प्याज हाल्नु पऱ्यो, धनियाँ हाल्नु पऱ्यो मजाले होइन, काटकुट बनाएर काट्दैछु। प्याज चाहिँ चट्ट चलाएर काटेँ। त्यस पछाडि धनियाँ काटेँ गाइसहरू, धनियाँ पनि काट्नै पऱ्यो, सुपमा दामी हुन्छ अहिले त गाइसहरू। हेर्नु सक्नुहुनेछ यहाँ चाहिँ हाम्रो सुपारीको पुरा लडिरहेको, सुपारी पनि काट्ने बानी गरिरहेको छ हामीले, किनभने सुपारी काट्नुपर्छ होइन। हेर्नु सक्नुहुनेछ यहाँ चाहिँ रोड दामी देखिरहेको छ, एकदम दामी छ रोड चाहिँ होइन त गाइसहरू। देख्नु सक्नुहुनेछ मदन भण्डारी राजमार्ग खतरा छ एकदमै होइन त गाइसहरू। सो त्यस पछाडि म यहाँ सुपारी बारीहरू पुरा देखाइरहेको छु है, किनभने यो पनि राम्रो देखिरहेको नि त सुपारी। अब यतिखेर टिप्ने बेला हो होइन। रोड पनि दामी भइरहेको छ, दामी देखाएको छ है, त्यही भएर एकदम दामी खतरा देखिरहेको छ होइन त। देख्नु सक्नुहुन्छ गाइसहरू। अनि यो चाहिँ हाम्रो घर होइन र गाइसहरू। यो चाहिँ हाम्रै घर है होइन गाइसहरू। अनि अब रोड पनि देखाएकै होइन त। अब त्यसपछि लागौँ आगो, देख्नु सक्नुहुनेछ आगो मजाले बलिरहेको छ। त्यस पछाडि फ्राई पनि हुँदैछ मजाले कराईमा। अनि म चाहिँ चलाएँ, टक 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 पारेर चाहिँ मजाले फ्राई गर्नुपर्छ नि त लोकलको मासु। अनि मेरो दामी स्वाद आउँछ नि त गाइसहरू, खानुभएको छ नि हजुरले। त्यस पछाडि झोल लगाएर चाहिँ मजाले उम्लिनेछ है, अब खतरा गरी उम्लिनेछ। यो चाहिँ खाएपछि चट्ट लाएर त्यस पछाडि आगोमा त्यस पछाडि माम बसाउनु पऱ्यो नि त लोकल सुपसँग खानलाई होइन त गाइसहरू। चुलाको आइटम देखाउनु। माम अब बसाइसकेपछि पालो रह्यो अचारको। अचार बनाउँदैछु। अचार देख्नु सक्नुहुन्छ काँक्रो एन्ड प्याजको। त्यस पछाडि कस्तो भयो भनेर चाहिँ म चाख्न यता हेरेर अलिकति खाएको वाउ भन न, अलिकति चाखेर अलिकति चाखेर आलु जस्तो एकदम पिरो पिरो बनाएको मैले काँक्राको अचार। वाउ। त्यस पछाडि आमाले खाना खाँदै हुनुहुन्छ, मैले भिडियो गरिदिएको थिएँ आमालाई। आमाले चाहिँ लोकल खानु हुँदैन, त्यही भएर आमालाई चाहिँ सुँगुरको मासु चाहिँ चट्ट लाएर आमा एक्लैको मासु अचार खाँदै हुनुहुन्छ आमा चाहिँ। हेर्न हाँसेर बुढी मान्छे हो। यो चाहिँ अब पालो मेरो हस्बेन्डको मजाले खाँदैछ बसेर लेग पिसहरू त्यो चाहिँ होइन। म जहिले यस्तो निकालिदिन्छु लेग पिस खानलाई। अनि खाँदैछ मजाले सुँगुरको मासु लोकल। अनि त्यसो मात्रै छोरी चाहिँ मासु खाँदैन, खालि कलेज हो कि त्यस पछाडि गाई छोरी मोटो पातलो हेर्दै खाँदैछ गाउँ छोरी चाहिँ। ल त गाई छोरी बाई बाई।